नारी सशक्तिकरणको कुरा गर्दा गर्दा पञ्चायतले के दियो कसो दियो एउटा ठाउँमा छ धेरै मानिसहरूले पञ्चायत समितिको चेयरपर्सनहरू ग्राम पञ्चायतको प्रधानहरू गाडीमा बोर्ड लगाएर यताउति भिआइपी लाइट लगाएर कुदिराखेको मात्रै देखेको छ तर भित्र बस्तीमा के भइरहेको छ एउटा बस्तीकोले अर्को बस्तीलाई देखिराखेको छैन यसै प्रसङ्गमा विशेष यो समयको मौका लिएर विभिन्न पञ्चायत समितिद्वारा भइसकेको कामहरूको कति भइसकेको भर्खर मात्र निर्मित भइसकेको कति निर्माणाधीन अवस्थाका पञ्चायत समितिका अफिसहरूको अवस्थालाई देखाउन चाहिरहेको छु जो हामी यो देखिरहेको छौँ पञ्चायत समिति 1 अघिबाटै आफ्नो अफिस सुरु गरिसकेको थियो र त्यो अवस्थामा पञ्चायत समिति पहाडमा फर्केर आयो जुन अवस्थामा पञ्चायत समितिको इन्फ्रास्ट्रक्चर भनेको नील अर्थात् पूर्ण रूपले जिरो थियो शून्य थियो अनि त्यस अवस्थामा जब मैले पञ्चायत समिति फर्मेसन गरिसकेपछि पञ्चायत समितिकोहरूलाई भेट्नु उनीहरूको अफिसमा जाँदाखेरि नि लाइक एउटा ठाउँमा सबैजना एउटै सानो हल जस्तो भित्र पसेर बिडिओ अफिसको माथिल्लो तल अफिस गरिरहँदाखेरि न चेयर छ न टेबल छ मुस्किलले एउटा पुरानो चेयरमाथि गाम्छाले बेरेको अर्थात् टावलले बेरेको एउटा अफिसभित्र बसिराखेको देखिएको थियो अनि कहिले हामीले ल्याएको व्यवस्था यस्तै हो भनेर म आफै पनि छक्क परेको थियो र निराश लागेको थियो तर आजको अवस्थामा विशेष तपाईहरुको अगाडि यो छर्लङ्ग छ कि विभिन्न कालेबुङ ब्लक 1 लाभा पेदोङ अनि गुरबथान ब्लकमा कतिवटा निर्माणाधीन अवस्थामा छ भने कतिवटा अलरेडी कम्प्लिट गरेको अवस्थामा हामीले पञ्चायत समितिको भवनहरु देखाउँदैछ यो उद्देश्यले हामीले गर्दैछौं भन्ने कुरा हैन गर्नु पर्छ दैट इज आवर ड्युटी एन्ड रेस्पोन्सिबिलिटी त्यसमा हामीले सर्किनु र सर्काउनु भन्ने कतै छैन तर यो व्यवस्थाले के म्यानेज गर्यो भन्नुस् त व्यवस्थाले एउटा सिस्टमलाई म्यानेज गर्यो सिस्टमले के दियो यो कुराहरुको थालनी गर्यो अर्थात् 34 वर्ष अगाडि नै यो भइसक्नु पर्ने चीज चाहिँ आज 34 वर्ष पछि हाम्रो सुरु गर्ने अवस्था भित्र छ हामी पारी जस पञ्चायतको तल्लो लेभलको पञ्चायतको स्तरलाई भर्खर मात्र सुरुवात गर्दैछौं यसरी नै धेरै ग्राम पञ्चायतको अफिसहरु जीर्ण थियो बस्न लायकको अफिसहरु थिएन त्यो पनि हामी यहाँ देखाउन चाहिरहेकै छौं र त्यो पञ्चायतको अफिसहरु पनि हामी देखाउँछ र यो अवस्थाको जीर्णिएको अवस्था भित्रबाट पञ्चायत समितिहरु भइसकेपछि यो प्रशासन फर्केपछि हामीले मागेन भाइ क्रेडिट लिने कुरा छैन हामीले कहिले पनि मागेनौ कि यो पञ्चायत समितिको भवन होस् 1 मा 2 मा 3 मा पेदुङमा होस् भन्ने हामीले मागेनौ तर सिस्टम ठीक गरिदिनु पर्छ भनेर चाहिँ हामीले भनेका थियौं सिस्टम अपडेट भयो अनि त्यो अपडेटेड सिस्टम भित्र यो कुराहरुको जरुरत सरकारको आँखामा पर्यो अनि यसरी दिन थाल्यो हामी चाहन्छौं पहाडको राजनीति भित्र अर पहाडको प्रशासन भित्र हामीले देखेको स्पष्ट कुरा चाहिँ भोलिलाई सजाएर लानु भने जसरी कि हाम्रो यस कार्यक्रमको नाम नै भोलि अर्थात्